सचिव प्यारो भाइ दीपक गिरिज्यू, आजको यो पूर्व विद्यार्थी एकता समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका सभाध्यक्ष एवं तेस्रो शाखा अध्यक्ष आदरणीय ईश्वर गिरिज्यू, कार्यक्रमका विशिष्ट अतिथि श्री कृष्ण माध्यमिक विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष, बागेश्वरी गाउँ विकास सङ्घका पूर्व कार्य अध्यक्ष र हाल श्रीकृष्ण बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष आदरणीय राजु राधाकृष्ण लामिछानेज्यू, त्यसै गरी यस श्रीकृष्ण माध्यमिक विद्यालयका हाम्रा प्रिन्सिपल प्रधानाध्यापक अत्यन्त जुझारु हाम्रो सर हुनुहुन्छ श्याम श्रेष्ठ सरज्यू, त्यसै गरी हाम्रो चौधरी विद्यालयका प्रधानाध्यक्षज्यू र यो साधारण सभामा उपस्थित हुनुभएका पूर्व विद्यार्थी तथा समाजका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, त्यसै गरी यस विद्यालयका व्यवस्थापन समितिका सदस्यज्यूहरू र यहाँ उपस्थित हुनुभएका सबै साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट र पूर्व विद्यार्थी तथा समाजको तर्फबाट पनि हार्दिक नमस्कार, जय नेपाल भन्न चाहन्छु। सर्वप्रथम यो एकता समाजको दोस्रो साधारण सभाको तेस्रो साधारण सभा चाहन्छु। यो साधारण सभा